फेरि पनि नराम्रै भयो। भाग्य राम्रो हुन नलेखेपछि केही गर्दा पनि राम्रो नहुँदो रहेछ। मैले जति कोसिस गर्दा नि म कसैका नजर राम्रो हुन सकिन, कसैकी प्यारी हुन सकिन। मैले त पहिल्यै भनेकी थिएँ मलाई बिहाएर नदिनु, म तपाईँहरूकै साथमा बस्छु भनेर। अनेक नाटक गरेर मेरो मुन जिते, बिहाएर लए। बिहाएर लएपछि मैले कहिले पनि सुख पाइनँ आमा। एक दिन सुख पाएँ भने त्यो सुख बदला मलाई 1 वर्ष रोइयो। जिन्दगीमा रोएर मलाई रुवाए, मलाई दुःख दिए भनेर अरूलाई दोष दिएर म कति दिन बाँचु। मैले त पहिल्यै बिहार्नुभन्दा बरु तपाईँलाई छोड्नुभन्दा बरु म मर्छु भनेर पहिलो ताली मलाई मान्छेहरू माग्न आउँदै म मर्न हिँडेकी थिएँ। मलाई त्यही बेला मर्न दिनुभएको भएदेखि आज मेरा कारणले गर्दा न तपाईँहरूलाई यति धेरै अशान्ति हुन्थ्यो, न म नै जिन्दगीमा यति धेरै दुखी भएर विरक्तेर हिँड्न पर्ने दिन आउँथ्यो। त्यो बेला पनि तपाईँहरूले मलाई मर्न दिनु भएन। लास्ट टाइम बिहानै पठाइदिनु हो। अब म बाँच्न सक्दिनँ। म जिन्दगीभर रोएर मेरा कारणले गर्दा तपाईँलाई दुःख दिएर क्यारी बाँच्छु। त्यही भएर अन्तिम पटक तपाईँहरू सबैजनाको मुख हेर्छु, दुईवटा कुरा हार्छु, अनि सल्लाहले मर्छु भनेर आएकी हुँ म।